खुपीका भाउ के हो पारा तेरा कुखुरा थुनेर पाल्ने भए पाल होइन भने ढुङ्गाले हिर्काएर पारिदिन्छु म अर्का आँगनमा कुखुरो आएको छ हग्या छ सागपात ढुट्टो बनाइदिएछ के हो पारा ए है भन महापाउ हरिजी अबदेखि सबै कुखुरो तलाउँछु यो कुखुरो भनेको नाम पनि लिँदिन के त भन्दाखेरि आखिरमा हो नि पाल्दा पनि पाल्दिन त्यसो भए ठिकै छ तेरा कुखुराका सुली सोरेर म यहाँ टुलटुली हेरेर बस्नु पनि सक्दिनँ ए बाउ के स्लो मोसनमा भन्नुपर्दा नि कुखुरा पालनको लागि 50,000 रुपियाँ चाहियो कुरो त्यही हो ए है अनि यहाँ भर्खरै छिमेकीसँग कुखुराको निउमा झगडा परिरहेछ त मान्छे फेरि कुखुरै पाल्ने अब व्यवस्थित गरेर कुखुरो पाल्छस् भने छोरो होस् इलम गरेको राम्रो ल 50,000 दिने तर अब घरमा राख्दा पैसा असुरक्षित हुन्छ भनेर बारीमा लगेर गाडिहाल्छु पैसाका लागि चाहिँ बारी खन्नुपर्छ पैसै छ भने बारी त हामी खनिहाल्छौँ नि बाउ लु गइहालौँ त कता ल लु आज त मुडमा छौ त निकै माया गरिरहेछौ यसको रात चाहिँ के होला एक्चुअली छ नि मैले चाहिँ कुखुरा पालन गर्दैछु के त्यही भएर मलाई 50,000 रुपियाँ चाहिरहेछ होइन देऊ न जत्ते पैसा चाहिएको रहेछ र पो अनि मायाको नाटक गरिरहेको छैन मसँग पैसा मेरो श्रीमती कुखुरा पालनलाई हो के 50,000 जसरी पनि मिलाइदेऊ न प्लिज भनेर मात्र हुन्छ हुनु परेन मसँग पैसा बरु काकुको खल्तीमा चाहिँ अघि मैले 50,000 रुपियाँ देखेको थिएँ ओ आइसी भनेपछि काकुसँग छ नि त पैसा कति बुन्यौ ढोका नाम्ला कति बाट्यौ कुचा सहयोग गर्नु पर्यो हजुर तँलाई केका लागि सहयोग गर्दै हुन्थ्यो जस्तो लाग्छ हे म चाहिँ मृगौला पीडित हजुर मेरो दुईटै मृगौलाले काम गर्दैन मेरो उपचारको लागि 28,50,000 जम्मा भयो अब 50,000 जम्मा पार्न पाएदेखि मेरो उपचार हुन्थ्यो हजुर म पढेर ठुलो मान्छे बन्न चाहन्छु मेरो उपचारको लागि सहयोग गरिदिनुस् म बाँच्न चाहन्छु तेरा बाबुआमा चाहिँ छैनन् बाबुआमा त छन् हजुर बाउको हात खुट्टा दुबै चल्दैन आँखा पनि देख्दैनन् आमा सानैमा पहिला गइहालिन् पहिला गएको रे कसको हातबाट चल्दैन रे यो मृगौला पीडितलाई किन कुट्या हुन्छ यो मृगौला पीडित यो मेरो छोरो हो बारीमा मलबो भनेर पठाएको यहाँ आएर हरेक नाटक गरेर बसिरहेछ यसलाई त अझ तपाईँ आमा पहिला गएर बाउ लङ्गरो होइन पहिलेदेखि आमा पहिला गएको केही थाहा छैन मलाई नबिचोस् मलाई गराएको जिग्रिँदाखेरि हो मृगौला पीडित बन होइन उहाँबाट 50,000 लिएर आइज भन्नुभएको थियो मलाई केही थाहा छैन कुरा ए यो सबै काम त रतुवाको हो तेरा त आज ए बाउ स्लो मोसनमा भन्नुपर्दा यत्रो बारी खनिसक्यो खोइ भेटिँदैन त पैसा कहाँनिर पुरा छौ पैसा ए है भने बान माटोमा पैसा फल्छ भन्ने कुरो थाहा छैन तँलाई के त भन्दाखेरि आखिरमा हो नि त अब यो खनेको बारीमा आलु रोप्ने आलु फल्छ बजारमा लगेर बेच्ने पैसा आउँछ त्यो पैसाले कुखुरा पाल्ने अब यति आइडिया नलगाएको भए बारी खने नै थिएन तिमीहरूले त्यही भएर बारी खनाउनलाई आइडिया लगाएको म मूर्ख हो माटोमा पैसा राख्नुलाई मान्छे चाहिँ तिमी खुपी के बाउ रहेछौ के
रतुवा काटिसकिस् काटे पैसा त्यहाँ छैन यहाँ छ ए त्यहाँ मजा छ रतुवा जेब कत्रा यहाँ पनि हुँदैन यहाँ राखेस् त हाँडीमा पैसा छ भनेर त कसैले शङ्का नगर्ला नि त्यो काकुको 50,000 चाहिँ कसरी फुत्काउने होला यार केही आइडिया फेरि लगा त झिग्री बोरो काकुलाई गोली हान्दिम मेरो भाइ तँ चाहिँ नबोल ल ऊ त्यहाँ गएर बस् ओके एकछिन सोच त उठ्नु सोचिरहेको छु फेरि त 50,000 रुपियाँ आएन भने त कुखुरा पालन त फाँक हुन्छ त सोच त बोरोहरू काकुलाई गोली नहान्ने पानीमा डुबाएर मारिदिउँ मेरो भाइ प्लिज प्लिज नबोल ल तँलाई चाहिँ म मोमो खुवाउँछु है त्यहाँको हाँडी खोइ मैले त सासू बाउलाई दिएर पठाइदिइसकेँ नि त्यो हाँडी कम्ता बहुमूल्य थियो हाँडी दिँदा के भयो र कति नै सुनकै हाँडी जस्तो सुनको होइन त्यो हाँडी पैसाको हाँडी हो हाँडीभित्र 50,000 रुपियाँ राखेको थिएँ मैले हे राम 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 खत्तम बनाइहालिन्छ नि मै चाहिँ झिग्री काकुले त्यो 50,000 रुपियाँ त मकै भुट्ने हाँडीमा राखेको रहेछ तिम्रो मम्मी हाँडी माग्न आउनु भएको थियो मैले हाँडी दिएर पठाइदिइसकेँ तिमी घर गइहाल त हाँडीमा छ पैसा हो र मै चाहिँ सके गर्नु त ल ल ल मैले देखेको यसोहरू पनि साङ्लो बोल तो काकु बोरोको रुद्र घन्टी समातेको गरेर मारिदिउँ आफै हिँडेको क्या पैसा सके गर्ने हाँडी फुटाइसकिस् हाँडीभित्रको पैसा खोइ पैसाले पैसा त सबै जिग्रीले लगिसक्यो रतुवाले लग त्यसले पैसा दिएन भने म यो हाँडी फुटाए जस्तै त्यसको नाकको डाँडी फुटाइदिन्छु कहाँ मर तँ इन्सपेक्टर साहब किन समातेको उहाँलाई यो मान्छे यो उमेरमा आएर नक्कली नोटको कारोबार गर्दो रहेछ यसलाई चौकी लगेर छाला काटेपछि अनि थाहा पाउँछ यसले अब यो सँगै यसको पैसा चलाउने को छन् सबलाई अनुसन्धान गरेर एक एक गरेर जेल हाल्छु अब होइन होला ए लिएर हिँड यसलाई बाँध्यो ढुङ्ग्रोमा मोइ छैन गरिबको चमेली बोल्दिनी कोही छैन सोल्डे तिम्रो यो कटेज त पुरै टोप्पा छ त झ्याल कताबाट ढोका कताबाट छिर्ने चाहिँ कहाँबाट हो यो यी जाम्ना म धुरीबाट छिरौँ कि ढोकाबाट छिरौँ कि पछाडिबाट छिरौँ कि जमिन मुनिबाट सुरुङ खनेर छिरौँ कि त्यो नागालाई के मतलब त फुटेको कौडी नहुने भुक्का टुरिस्टले मेरो छाप्रोमा धुलो परोस् कि पुवाल परोस् कि उजाङ्गो होस् कि तँलाई के चासो उहाँ कत्रा सामाजिक अभियान चलाउने अभियन्ता धुर्मु सुन्तलीहरूले मेरो कटेजको बारेमा के गरे
केही गरे? त्यत्रो सामाजिक अभियान चलाएर अरूको घर बनाउँदै हिँड्छु भनेर घोषणा गर्ने पत्रकार रवि लामिछानेले मेरो कटेजको बारेमा कहिल्यै टिभीमा देखायो? हुँदा हुँदा उहाँ विदेशका नारायणहरूले उहाँ गोर्खामा नारायण होइन एनआरएन जाम्ना जे भने पनि त्यही त हो नि। ए नारायण ल त्यो विदेशका ए नारायणहरूले मेरो कटेजको बारेमा कहिल्यै दाहिने दिमागले सोचे? त्यही भएर मेरो कटेज जस्तो होस् जे होस् तँलाई मतलब चाहिँ के हो नागा? आवारा किन? ए होइन के हो यो? ए जोइन्टे लौ न मलाई हटिटेकाउला जस्तो बो समात। जिग्री अभिवादले बोल्ने मात्रै होइन सोल्टे, काम पनि गरेर देखाउँछ। अब यो पैसाले नि कटेज मर्मत गर्ने कि जाडोको कपडा किन्ने तिम्रो विचार। मेरिया मैनी तपाईँ त बाबु कुरै नगरौँ, धुर्मुस सुन्तली चाहिँ हुन् तपाईँका अगाडि। रवि लामिछाने त फिक्का छायामा पारिदिनु भयो तपाईँले। सिक्नुपर्छ रविले तपाईँसँग आएर। झन् विदेशका एनारनहरू त केही पनि होइन, ती त झन् छायामै पारिदिनु भयो तपाईँले। नक्कली पैसाको कारोबारमा पुलिसले समातेर लगेर भाटा हानेपछि थाहा पाउँछौ म कति समाजसेवी भनेर। अहिले बयान गर न। ए जाम्ना के टुलु टुलु हेरेर बसिराखेका छस्? साक्षात् भगवान हाम्रो घरमा प्रकट हुनु भएको छ। ठोक ठोक। अन्त कि सोल्टे, मिस्टर जिग्री भनेको नि गरिबहरूको लागि भगवान हो। नपुगे भण्डहरू पनि देऊला। होइन के हो यो? अचम्म। यो पैसो हुँदाखेरि त आनन्दले सुत्न पनि पो नपाइने रहेछ। होइन यो विनोद चौधरीहरू कसरी सुत्छन्? के साह्रो छटपटी भएको यो मलाई आज। कस्तो चिज थमाइदियो ए भित्तीले। के चाहिँ गर्ने होला त अब? लुटेरा गुरु भयो। गरिब हुनु नै पो ठिक रहेछ हो, धनी भएर काम छैन देश। सम्पत्तिको सुरक्षा गर्ने पो गाह्रो हुने भयो। भद्रकोल एफएमको सन्ध्याकालीन समाचारमा यहाँलाई स्वागत छ। धनकुटा जिल्लाको छत्तरजोरपट्टि गाउँपालिकामा भतिजले आफ्नै काकाको हत्या गरी फरार भएका छन्। पैसाको प्रलोभनमा परि आफूसँगै बसेका भतिजले आफ्नै काकालाई 15,000 रुपियाँको लोभमा हत्या गरेका छन्। यो पनि मान्छे चाहिँ जादु छ। यसले पनि पैसाको लागि चाहिँ मलाई मार्छ। उहाँ धनकुटामा त 15,000को लागि भतिजोले काका पुग्लुके पारेछ। यसलाई अब यो उठ्नुभन्दा अगाडि यो फलामको ढुङ्ग्रीले हानेर पक्लक्कै बनाइदिनु पर्यो, होइन? काका अझै सुत्या छैनौ? कहाँ निन्द्रा लागे पो सुत्नु? यहाँ आगो टापेर बसिराखेको छु। सुट के चाहिँ गर्ने त अब? हे भगवान, अब आजको यो रात चाहिँ काट्नु पाएँ भनेदेखि यो पैसोलाई कहाँ लगेर ठेगान लाउनु पर्छ भन्ने कुरो मलाई थाहा थियो। तालमाल बुझ्दाखेरि आजकै रात नकाटिएला जस्तो पो भए। के चाहिँ गर्ने होला त अब? कति गर्मी भयो भनेदेखि के रे दाउरा खोसे रे, जहाँ अब कुहिएर जानी दाउरा के लोभ गरिरह हो? अनि दोको खै
डोको र नाम्लो पनि त खोसेर राखे नि मेरीमा डोको र नाम्लो खोस्ने खोसेर दिदी पख्नु हामी पनि आउँछौँ तिनीहरूका यो दाउरा चोर्ने डोको होइन त यसलाई म कसरी डराउँछु भन्ने कुरा नि मलाई थाहा छ डोको हुन्छ तेरो दाउरा पाइ छैन दाउरा पाएपछि डोकोले किन डराउँछ तेरो जुरबुट्टामा एउटा पनि राखेर उखाल्नु आगो मैले डोको मात्र होइन पाए त यहाँ मान्छे नै म डराइन्छ को डर्छ भने अब निस्किन्छ अब मलाई त मलाई हालिदिन्छु आगोमा किन कराइराख म यहाँ छु हानेका मिल्ने वेले काट नकर त यो दाइ छुटाउनु पर्यो नि खेलको मध्यान्तरै भएको छैन के छुट्याउनु महिलाको खेलमा तिनीहरू पुरुष किन त्यहाँ बिचा के हो म त भरेदेखि भात पकाउन सक्दिनँ आफ्नो पाखा जाउँ भने दाउरा छैन अर्का पाखा दाउरा खोज्न जाउँ एउटा बिजेती भएर आउनु पर्छ किन नबोलेको भने के अर्नी हिर्काइन्छ अहिले अनि त्यहाँबाट सोध्दै सुत्दा नि के अर्नी भने के सोच्नु भएको भिनाजु दाउरा भएको पाखो किन्न पर्यो भनेर सोच्नु भएको कि भरेदेखि भोकै बस्ने भनेर सोच्नु भएको पाखो पनि किनिँदैन भोकै पनि बसिँदैन अनि कसका गएर खाने त थोर्नु त पर्यो नि अर्का घरमा गएर खाने हैसियतको मान्छे हो हामी अब दाउरामा भात पकाएर खाने हैसियतको मान्छे हो हामी अब ग्यासमा पकाएर खान्छ ग्यासमा एकचोटि ग्यास किनेपछि 1.5 महिनालाई ढुक्क हुन्छ अरे धुवा पत्तेल हुने गरी फु दाउरा जस्तो फुक्नै नपार्ने केटो ग्यासको व्यवस्था गर्न कुजो दुनियाँलाई देखाइन्छ चप्पल कता हो भिनाजु छिट्टै आउनु है एकछिन पका त्यहाँ म नआउन्जेल घर केही पकाउने होइन नि जे खाइन्छ ग्यासमा पकाएर मात्रै खाइन्छ बुझ्यो संसार यसरी धनी र गरिब छुटिँदैन जसको घरमा मिठो र महँगो परिकार पाक्छ म उसैको घरमा बस्ने यु नो यु नो यो गाउँमा को धनी को गरिब मलाई राम्रोसँग थाहा भयो त्यो त तिमीले भन्नै पर्दैन सबैलाई थाहा छ नि म धनी हो भन्ने कुरा नो म्यान यु आर नट रिच पर्सन तपाईँ धनी होइन यो गाउँको धनी भनेको मिस्टर पाँडेजी हो म यो गाउँको धनी होइन के हचम्म हो यो कसरी पाडे धनी प्लिज किप क्वाइट अहिलेको नेपालको परिवेशमा मासु जसले पनि खाने यु नो बट नेपालको यस्तो महँगीको समयमा प्याज टमाटर आलु काउली तरकारी खाने एकमात्र धनी मानिस पाँडेजी देखेँ मैले त्यसैले पाँडेजीकोमा बस्ने कता भाउ सरबाट आएको अनि म कहाँ गएर आएको सोध्नु पर्दैन किन सोध्ने ल यत्रो ग्यासको सिलिन्डर किनेर लिएर आइरहेको छु अनि यो ग्यास कति पर्यो नि पर्यो 4300 मलाई पनि थाहा थियो त्यही भएर सोधे ल लागि जान्ने भएर बोल्छ
दाउरा पकाएर खाने होला अनि के थाहा हुन्छ ग्यास। टाङदिन चट टाङदिन चट कस्तो राम्रो ग्यास धुवा पनि नआउने 1.5 महिनालाई हुने ल्याइयो ग्यास। आयो बाबा कस्तो गरुको 35 किलो हुँदो रहेछ। हेर त्यहाँ 17औं शताब्दीमा जस्तो दाउरा बोकेर हिँडेको। यो एक पाती चामलले यो सारा गाउँलेलाई पुग्छ त भने पुगिहाल्छ नि, माथि उक्सिँदै आउँछ नि त पाकेपछि। जस्तो बिना जाइहाल्नु नि ल। छोरा छोरा काँच गालिसक्यो ग्यास। कहाँ छोडा, ग्यास ल्याएर नि भित्र लगाएर पकाउँछ नि त बुढा। भित्र लगाएर पकाएर त जम्मै गाउँले दाउरामा पकाएको छ भनिहाल्छ नि। सबैलाई थाहा दिनु पर्दैन, उहाँ बाहिर राखेर ग्यासमा पकाउने क्या बुढा। यता यता उहाँ चुलो छ। ए हो बिस्तारै भिनाजु आऊ भिनाजु हो त नि गाउँले सबैले बसेर हेर्ने काहीँ लोग्ने मान्छेले पकाएको खाना नि मिठो हुन्छ। बतासले हान्छ भनेर यी दुईतिर यत्रो यत्रो ढुङ्गा राखेर बतासै नछिर्ने बनाइसक्यो। ल ग्यास राखेर सल्काइ हाल त यहाँ। यो ग्यास पसले फेरि कस्तो ठग हुँदो रहेछ भनेदेखि चुलो लाने हो भनेर सोधिरहेको थियो। हामीलाई चुलो ल्याउनु पर्छ, घरमा चुलो छैन, 2टा छ, बाहिर समेत एउटा चुलो छ। बरु यो सल्काउने पो कताबाट हो? एकछिनै ग्यास भनेपछि यो ग्यास लाइटर हेरेर थाहा हुन्छ नि त। ग्यास लाइटर धुवा गनाउँदैन क्या, धुवा आएको गनाउँछ त। ग्यास लाइटर यहाँ कसरी बल्छ भन्दाखेरि यहाँ पाङ्रो हुन्छ। नाकमा पोल्ला नाकमा यो पाङ्रो यस्तो हट्ट गर्दा पिलिक्क यसरी बल्छ होइन। यहाँ पनि एउटा पाङ्रो हुनु पर्ने। भिनाजु पाङ्रो चाहिँ बाटो